आज हामी नेपालमा चर्चको इतिहासबारे अलिक गहिरो कुराकानी गर्दैछौँ। हामीसँग विभिन्न स्रोतहरू छन्, जस्तै विकिपीडिया, पुराना मिशन अभिलेखहरू अनि केही ऐतिहासिक लेखहरू पनि। हो, यी सबैलाई हेरेर कसरी नेपालमा क्रिस्चियन समुदायको यात्रा अघि बढ्यो भनेर केलाउने प्रयास गरौँला। हाम्रो उद्देश्य चाहिँ यो समुदाय कसरी एउटा बन्द राज्यबाट सुरु भएर आजको अवस्थासम्म आइपुग्यो, त्यसका मुख्य मोडहरू के थिए त्यो बुझ्नु हो। निश्चय पनि यो कथा त 16औं शताब्दीतिरको पहिलो सम्पर्कदेखि सुरु हुन्छ अनि आजको जुन जटिलता छ त्यहाँसम्म आइपुग्छ। राजनीति, समाज, कानून सबैसँग जोडिएको छ यो। त्यसो भए सुरु कसरी भयो त? नेपाल सधैँ बन्द त थिएन होला नि? खै, सुरुमा त्यस्तो देखिँदैन। 1628 मा जन काब्राल भन्ने एकजना जेसुवाइट पाद्री उहाँ तिब्बत जाँदै हुनुहुन्थ्यो, काठमाडौँ हुँदै जानुभयो। अनि राजा लक्ष्मी नरसिंह मल्लले उहाँलाई स्वागत नै गरेको पाइन्छ। पछि 1661 मा त काठमाडौँका राजा प्रताप मल्लले क्याथोलिक पादरीहरूलाई बस्ने र प्रचार गर्ने अनुमति दिने वाचा नै गर्नुभएको थियो रे। भनेपछि सुरुमा अलि खुलापन थियो त? हो, केही हदसम्म। अनि 1715 तिर क्यापुचिन मिसनरीहरू नै आए उपत्यकामा। उनीहरूले काम गर्न थाले। उनीहरूले चर्च पनि बनाए? ललितपुरमा 1760 तिर होला। अनि भक्तपुरमा पनि सानो भवन बनायो। केही मतलब करिब 60 जना जति स्थानीय नेवारहरूले धर्म परिवर्तन पनि गरेछन्। तर यो लामो टिकेन भन्नुभयो? टिकेन। 1769 मा जब पृथ्वीनारायण शाहले उपत्यका जित्नुभयो त्यसपछि परिस्थिति पुरै बदल्यो। के गर्नुभयो उहाँले? उहाँले सबै विदेशी मिसनरीहरू र धर्म परिवर्तन गरेका नेपालीहरूलाई देश निकाला गरिदिनुभयो। ए हो र? हो, यो नै पहिलो ठूलो निष्कासन थियो। यसपछि नै नेपालमा लगभग 200 वर्ष लामो बन्द ढोकाको युग सुरु भयो। 200 वर्ष? त्यो त लामो समय हो। त्यो बेला के भयो त? मिसनरीहरू बाहिरिए, नेपाली क्रिस्चियनहरू पनि बाहिरिए? हो, नेपाल विदेशी र खास गरी क्रिस्चियनहरूका लागि बन्द रह्यो। धर्म प्रचार र परिवर्तनमा कडा कानून लाग्यो। तर रोचक कुरा के छ भने ठिक यही बेला नेपाल बाहिर भारततिर जस्तै दार्जिलिङमा बसाइसरेका नेपालीहरूमा चाहिँ चर्चको विकास भयो। ए, डायस्पोरामा यही बेला गंगा प्रसाद प्रधानको नाम आउँछ हैन त? बिल्कुल, गंगा प्रसाद प्रधान 1891 1932। उहाँ पहिलो विधिवत पास्टर पदवी पाउनुहुने नेपाली हुनुहुन्थ्यो। उहाँको सबैभन्दा ठूलो काम त नेपालीमा बाइबल अनुवाद गर्नुभयो। उहाँले नेपाल फर्कने प्रयास पनि गर्नुभएको थियो? गर्नुभयो 1914 मा, तर उहाँलाई नेपालमा क्रिस्चियनका लागि ठाउँ छैन भनेर फर्काइयो। प्रयास सफल भएन। तर 1951 मा राणा शासन गएपछि त पक्कै परिवर्तन आयो होला? हो, ठूलो परिवर्तन आयो। नेपालले विकास सहायताका लागि ढोका खोल्यो, विदेशी मिसनहरूलाई पनि आउन दियो। तर शर्त थियो सामाजिक सेवा गर्ने, जस्तै स्वास्थ्य, शिक्षामा। मतलब धर्म प्रचार गर्न चाहिँ नपाउने। युएमएन आयो 1954 मा। उनीहरूले पाटन अस्पताल, तानसेन अस्पताल खोले। अनि स्कुलहरू पनि? महेन्द्र भवन, गण्डकी बोर्डिङ? हो, ती पनि युएमएनले नै हो। अनि आइएनएफ इन्टरनेशनल नेपाल फेलोशिपले 1952 मा पोखरामा शाइनिङ हस्पिटल, पछि ग्रीन पास्चर्स भयो, त्यो सुरु गर्यो। जेसुइटहरूले सेन्ट जेभियर्स पनि त्यही बेला खोलेका हुन्? हो, 1951 मै। यी सबै सामाजिक सेवाले गर्दा अलि सद्भाव बढ्यो। यो त भयो विदेशी मिसनको कुरा। नेपालीहरू आफैले चाहिँ चर्च सुरु गरे कि गरेनन्? गरे, र यो पक्ष झमै महत्त्वपूर्ण छ।